यो यासक बजार पाँचथरको दक्षिणी भेगमा अवस्थित यो बजार पाँचथरका पुरानो बजारहरूमध्येको एक हो। हाल कुम्माया गाउँपालिकाको सेवा केन्द्र रहेको ऐतिहासिक यासोक बजारले समयक्रमसँगै आधुनिक स्वरूप ग्रहण गर्दै गएको देखिन्छ। पाँचथर सदरमुकाम फिरिम बजारदेखि करिब 27 किलोमिटरको दूरीमा रहेको यासोक जोड्ने फिरिम सरखण्डे यासोक सडक कालोपत्रे बनेको छ। 16 किलोमिटर दूरीको उत्तरे यासोक सडक पनि कालोपत्रे बनिसकेको छ। त्यसैले यासोक सडक सञ्जालको सुगमतासँग पनि जोडिएको छ। यासोक बजार पाँचथर जिल्लाको ऐतिहासिक व्यापारी केन्द्र पनि हो। हाल यासोक बजारमा महिनाको 5, 15 र 25 गते हटिया लाग्छ। यहाँ स्थानीय कृषि उपज, अन्नपातदेखि लिएर पशु चौपायासम्मको किनबेच हुन्छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान राख्न सहयोग पुर्याएको छ। स्थानीय जानकारहरूका अनुसार करिब 19औं शताब्दीको मध्य समयदेखि नै हटिया लाग्ने प्रचलनको आरम्भ भएको यासोकमा औपचारिक रूपले भने विक्रम सम्वत 2016-17 सालदेखि पद्मसुन्दर लाउतीको पहलमा नियमित हटिया लाग्न सुरु भएको पाइन्छ। तत्कालीन समयमा नेपाली राजनीतिको शक्ति केन्द्रमा रहेका स्वर्गीय पद्मसुन्दर लाउतीकै पहलमा विक्रमाब्द 40 को दशक सुरुवातमै यासोक बजारमा बिजुली बत्तीको सुविधा पुगेको थियो। त्यसैले पाँचथरको विकास क्रममा यासोकलाई अग्रणी बजारको रूपमा लिइन्छ। यासोकको मुख्य पहिचान र चिनारी यहाँ रहेका कुम्मायक र कुसायक देवीस्थल हुन्। याकथुङ लिम्बू समुदायमा सर्वशक्तिमान निराकार आराध्य देवीको रूपमा पुजिने युमा स्त्री मानवको रूपमा प्रकट भएको पवित्र स्थल कुम्मायकको छुट्टै मुन्दुमी महत्व छ। यासोकमा हरेक 3 वर्षमा तङसुम तङनाम त्रिशाली पूजा तथा मेला लाग्ने गर्दछ। सो अवसरमा नेपालसँगै विश्वका विभिन्न देशहरूबाट समेत श्रद्धालु भक्तजनहरू कुम्मायक कुसायक देवीको दर्शन गर्न यासोक आउँछन्। कुम्माया कुसायकको सेवा र दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ। त्यसैले यो स्थान अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित छ। पछिल्लो समय तीव्र रूपले बजारीकरण भइरहेको यासोक बजारसँगै कुम्माया कुसायक पुग्ने पर्यटक समेत बढ्दै गएको स्थानीय बताउँछन्।